नमस्कार हजुरहरूलाई। आज हामी जाँदैछौँ मुम्बईमा रहेको नीता अम्बानी सो। यो संसारको दोस्रो सो अरे। पानी र आगो मस्त म्युजिकको तालमा नाच्छ। हजुरहरूले नि हेर्न सक्नुहुनेछ। म भिडियो र That dazzling display is just the beginning of what this evening has in store for you. Keep your eyes, ears, and all senses glued. हेलो दोस्त, कैसी है? कहाँ आए हैं आज आप घूमने के लिए? एक घन्टाको सो भए पनि मैले भिडियो चाहिँ थोरै लिएको छु, किनकि अब मोबाइलमा चार्ज थिएन, लाइभ बस्न त्यति सम्भव भएन। जति सके त्यति भोलि पर्सि पछिसम्मको सम्झनाको लागि कलेक्सन गरेकी हुँ। अब यहाँ ठुला कम्पनीहरूको प्रतिस्पर्धा, महँगा सामानहरू यो भित्र घुमेर हामी मनोरञ्जन लिएका छौँ। ह्यान्डिक्राफ्ट थिए 50-60 हजारसम्मका। हामीले त्यस्तो सामान त किन्न सक्दैनौँ। सामान्य घुमघाम र बच्चाहरूलाई मनोरञ्जन र सामान्य खानपिन गरेर हामी फर्किने कोसिसमा छौँ। सबैलाई सबै कुरा मिल्दैन पनि, पुग्दैन पनि। कति कुरा पुग्छ, कति कुरा पुग्दैन। तपाईँले पाएको चिज मैले पाउँदिनँ भने मैले पाएको चिज हजुरहरूलाई नपाउन सक्नुहुनेछ। यस्तै हो संसार। मात्र पछिको सम्झनाको लागि भिडियो बनाउने कोसिसमा छु। एकचोटि मुम्बईमा यसरी घुमेका थियौँ नि भन्ने त सम्झना हुन्छ भनेर हजुरहरू पनि मसँगसँगै नीता अम्बानी सो घुम्नुभएको छ होला। के कस्तो छ मेरो कलेक्सन त्यति राम्रो त छैन, म आफैलाई थाहा छ। र पनि कस्तो लाग्यो लाइक कमेन्ट प्रतिक्रिया दिन सक्नुहुनेछ। अनि म सँगसँगै हजुरहरू पनि कतिको रमाउनु भयो भनेर सोध्न चाहन्छु। मेरो छोरा पनि मसँग बस्दैछ भिडियो खिच्ने भनेपछि। छोरी चाहिँ आएकी छैनन् आज, उनको पढाइको कारणले छुट्टी थिएन, छोराको छुट्टी थियो। अनि म चाहिँ अवसर पाएँ, भिडियोहरू कलेक्सन गर्ने अवसर पाएँ र यतिको प्रयास गर्दैछु। कस्तो लाग्छ हजुरहरूले भन्न सक्नुहुनेछ। त्यति साह्रो राम्रै त छैन, म भनिसकेँ। र पनि प्रतिक्रिया दिनुहोला। धन्यवाद।